हेलो गुड मर्निङ एभ्रिवान। फेरि पनि सबैजनालाई स्वागत छ हैन। आज फेरि पनि नयाँ भ्लग लिएर टाढा आइसकेको छु भने आज चाहिँ हामी जाँदैछौँ चक्रपथको सङ्घ पार्क भन्ने ठाउँमा जाँदैछु हैन। हिजो चाहिँ हामी गएको थियौँ यता रानीबारी हैन, साउकोसीबाट भित्र रानीबारी जाँदैछौँ गएका थियौँ। अनि आज चाहिँ चक्रपथ जाँदैछु सङ्घ पार्क हैन। एउटा नयाँ डेस्टिनेसन चुज गरेको छु वकको लागि हैन। सो त्यही गरेर भेटौँ है त। फाइनली वी रिच आवर डेस्टिनेसन हैन। अलमोस्ट हाफ एन आवरको वक पछि हामी पुगेको छौँ हैन। एन्ड लुक एट द भ्यू भाइ, फर्स्टै बवाल छ यस्तो हरियाली हैन, फर्स्टै दामी छ। लट्स अफ पिपुल आर देयर हैन। भन्ने मान्छे आउनुभएको छ। गेट चाहिँ त्यो हो, त्यहाँबाट इन्ट्री लिएपछि यस्तो छ। हरियाली छ, मजाको छ हैन। हरियाली पुरै फुलहरू रोपिदिएको छ हैन। जे हो नि वर्थ इट छ। हाफ एन आवर वक पछि आएको होइन। अन्य मान्छेहरू हुनुहुन्छ। लास्टै दामी छ भ्यू। पहिला हामी सानो हुँदाखेरि चाहिँ यति धेरै चाहिँ बनाएको थिएन, तर सर्ट सानो थियो अनि हल्का मेन्टेनै थियो। तर अहिले चाहिँ फुलहरू रोपेर झन् खतरा बनाएको होइन। हेर्दाखेरि हेर्नु न, त्यो छेउमा फुलहरू होइन, जस दामी नै बनाएको छ। दामी छ गाइस, दामी। कोही नजिकै हुनुहुन्छ, आउनु भएको छैन भने प्लिज गिभ इट अ ट्राई। कमान आउनुपर्ने हुन्छ। लास्टै बवाल छ। आफ्टर 3 राउन्ड्स होइन, आई टुक अ रेस्ट लिएको छु। अनि यहाँ चाहिँ एकजना दाइले हुनुहुन्छ होइन, दाइले सिकाइदिनुहुन्छ। टन्नै मान्छे वरिपरि हुनुहुन्छ होइन। सो तपाईँहरू पनि आउनुहुन्छ, एक्लै छु जस्तो लाग्छ भने यहाँ आएर चाहिँ हजुरहरूले नि गर्न सक्नुहुन्छ होइन। अनि उता कुन्नामा चाहिँ फिजिकल्ली गर्न सक्छ होइन, जो पुलअपहरू पुसअपहरू र अरू पनि एक्सर्साइज गर्ने ठाउँहरू छ होइन। अनि हामी पनि अब 1-2 राउन्ड अझै गर्छौँ अनि त्यसपछि घरतिर लाग्छ है। भ्यू चाहिँ यस्तो देखिन्छ होइन। यो चाहिँ शङ्ख भयो होइन, यहाँ माथि भएको चाहिँ शङ्ख हो। अनि त्यही भएर सायद यो पार्कको नाम शङ्ख पार्क भयो। मान्छेहरू चाहिँ यो दुवोमा नि हिँड्ने गर्छ होइन। अब बिहान भनौँ न शीत हुन्छ नि त, अनि खाली खुट्टा हिँड्यो भने राम्रो हुन्छ भन्छ है। त्यही भएर जस्ट टन्नै मान्छेहरू हिँड्दो रहेछ। अब चाहिँ हामी पनि घरतिर लाग्यो। अलमोस्ट 40 to 45 मिनट्स स्पेन्ड गरेँ। जस्ट भाइब राम्रो छ। तपाईँहरू नै आउन सक्नुहुन्छ, एक्सर्साइज गर्न सक्नुहुन्छ होइन। दिस द पार्क। पहिला पनि यत्तिकै त थियो, तर अहिले अलिकति सिस्टमेटिक बारहरू लगाइदिएको छ होइन, फुलहरू रोपेको छ। झन् खतरा, यस्तो भ्यू चाहिँ बवाल देखिन्छ होइन। तपाईँहरू नि आउनुहोस्, रमाइलो गर्नुहोस्। एन्ड द मेन जस्ट रिच होम। अब एकछिन रेस्ट गरौँ अनि त्यसपछि नुहाइधुवाइ गरेर भेटौँ है त। लेट्स गो। गाइस नुहाएर रेडी भइयो होइन। कफी पनि रेडी भइसकेको छ। अब कफी खाँदै हिजोको भ्लग एडिट गरौँ। लेट्स गो है त। फाइनली भ्लग्स एडिट भइसकेको छ होइन। एक्सपोर्टमा प्रब्लम आइरहेको थियो, 3 चोटि जति एक्सपोर्ट गर्नु पऱ्यो। एरर आएर एक्सपोर्ट गरेर मैले अपलोड गरिदिइसकेको छु। चेकिङ भइरहेको छ, 22% पुगेको छ। 10 बजीसम्म आइसक्छ भ्लग। अहिले बजिरहेको छ 8:28 होइन। सो 10 बजीसम्म भ्लग पनि अपलोड हुन्छ। अनि यता लन्च पनि बसालिसकेको छ, लन्च पनि रेडी हुन्छ। हामी त्यसपछि लन्च गर्नेछौँ। त्यसपछि के हुन्छ आई विल अपडेट है त। गाइस बिहान भ्लग हालियो होइन। अनि त्यसपछि अस्तिको भ्लगको जुन पनि कमेन्ट्सहरू थियो सबै कमेन्ट्सहरू पढ्यो, रिप्लाईहरू दिएँ होइन। अनि त्यसपछि लन्चहरू गरेर एकछिन कामहरू घरको थियो, कामहरू सकाएर अनि त्यसपछि एकछिन सुतेँ। अनि त्यसपछि पावर न्याप लिएर उठेर एकछिन गेमसेम खेलेँ। अहिले साँझ जति भएको छ, 3:30-4 बजिरहेछ। ओके 4 बजिसकेछ। यसो एकछिन डुल्न आएको। जस यहाँको भ्यू बवाल छ, मजा आउँछ। जस राततिर छिर्न है। टन्नै चिज पालेको पनि छ यहाँ, बाख्रा कुखुरा, भित्र अरू चिजहरू पनि छ होइन। तपाईँहरूलाई म क्विक देखाइहाल्छु है त के छ। यहाँ खरायो पनि छ, खरायो यस्तो छ। तल पनि छ।
अनि गिनी पिग पनि छ हेलो 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 गिनी पिग छ अरू चाहिँ बाख्राहरू कुखुराहरू छ जस भन्ने कुरा छ मजा छ जस आज बादलहरू पनि दामी आछ दामी सोचिरहेको छु टाइम ल्याप्स बनाऊँ है लेट्स शिफ्ट इन्टु टाइम ल्याप्स गाइज मेरो साथमा को छ मेरो नआएर राम्री भएको रे कति महिना 1 महिना नआएको होला होइन इस होइन बजे पनि भन्छ 1 महिना नआएपछि आज नआएको के होइन 1 घन्टा मात्रै हो तर त बाथरुममा हराएको 1 घन्टा मात्रै केही छैन जे जस्तो भन्यो भने चिया चाहिँ बनाएर लिएर आएको छु अहिले चिया चाहिँ बनाउँछु है अनि के कस्तो मिठो हुन्छ मलाई अहिले टिकटक बनाउन दिनु है मैले चिया बनाएर दिएको छु अहिले चाहिँ क्यामेरामा चाहिँ भनेर एकछिनमा नदिने होला खुब दिन्छु यो मैले बनाएको चिया कस्तो मिठो हुन्छ मेरो हातमा जादु हो के त्यो मिठो भनेको चाहिँ के हो मुख चाहिँ किन बिगारे यतिकै बिग्रा मुख मिठो हुन्छ के मिठो ल गाइस मैले एउटा च्यालेन्ज लिएर आएको छु हैन च्यालेन्ज चाहिँ वेब बहिनीसँग गरौँ के भन्छ अरे मैले तँलाई क्वेसन सोध्छु हैन क्वेसनको एन्सर चाहिँ रङ दे है त तेरो नाम के हो भन्न तेरो नाम के हो पुष्पा भर्खर रिसेन्टली हेरेको मुभी हाउसफुल मिल्यो नि त फेरि अहिले 1 चान्स गयो है एउटा रङ भयो है तेरो 3 चान्स ल त तँलाई सन्डे पछि के आउँछ ट्युसडे ग्रीनको कलरको नाम के हो ग्रीन कलरको स्पेलिङ PINK पिङ्क अनि त्यसपछि मेरो नाम के हो सुशान्त आजको तरकारी के हो अङ्कल पनि पार्टिसिपेट हो अनि आज कुन बार हो आज सोमबार अनि त्यसपछि के सोधेको थिएँ मैले तरकारी के खान्छस् आज मासु तेरो फेभरेट डिस के हो मेरो फेभरेट डिस पानीपुरी त तँलाई मन पर्छ है स्क्यान केमा खै लटरी लाग्यो गाइस लाग्छ तँलाई लटरी 1000 स्क्यान गरौँ गाइस यहाँबाट 1 लाखको लटरी लाग्यो स्क्यान गर्दिन गाइस मोबाइलको उबाट स्क्यान गर ल अङ्कल तपाईँको पालो तपाईँको नाम के हो भन्नु त तपाईँको नाम छिटो भन्नु न तर त्यो अघि सबै मिस्टेक भयो के दाइ त्यो फेरि रिटेक हान्नु मेरो भयो हामीले अघि पनि हैन स्क्यान गर्दाखेरि हैन वी जस्ट गट 50 रुपीस के अब 50 रुपीस को के गर्दै रे 50 रुपीस को अब भोलि मासु खाने रे हैन हेरौँ 50 रुपैयाँ लुट छ कि के गर्छ हामी नि हेर्छ यो 50 रुपैयाँ पनि यहाँ डिभाइड हुनेवाला थियो हैन मैले त्यो कसैलाई दिएन मलाई हैन फेरि ब्यालेन्स हाल्दिनु भनेको हैन फुपूले पनि मलाई हाल्दे रे अनि त्यहाँदेखि भोलि मासु ल्याउँछु भनेको छ हैन यो प्रमिस राख्छ कि राख्दैन भोलिको ब्लगमा आउँछ भोलिको हैन पर्सि आउँछ नि त त्यो ब्लग त सरी पर्सिको ब्लगमा हेर्नु होला गद्दारी करता है कि नहीं करता है ये बहिनीसँग अब सकेको छ हैन आन्टीलाई फकाउँदैछु बोलिदिनु पर्यो भनेर हैन अब आन्टीको पालो गरिन्छ एकछिनमा यही एकजना मात्र मान्छ नि त फेरि अरू मान्दैन अरू चाहिँ गाइज यहाँ बसिरहेछ अरू 3 जना चाहिँ यहाँ छ यो चाहिँ अलिकति मान्ने सोच छ यो चाहिँ अर्को त फेरि बेडमा छ त्यहाँ ल गाइज म चाहिँ घर जाँदैछु हैन पानी पनि पर्न स्टार्ट भइसकेको छ डेन्जर पर्छ जस्तो छ अब जो जतिले नि
यो भ्लग यहाँसम्म हेर्दै हुनुहुन्छ प्लिज मेक स्योर टु हिट द लाइक सेयर एन्ड सब्सक्राइब बटन। म नि घर जान्छु हतार हतार, अलिअलि बिज्ने भयो जस्तो छ। अब यहाँबाट 10 मिनट जति लाग्छ घर जान पनि। ल सी यू अब भोलिको भ्लगमा है त। Don't forget to like, share, and subscribe.